अहिले चाहिँ हामी यहाँ सङ्घासभाको झोर्ले झरनामा आइपुग्यौँ। अब अलिक पर हो झोर्ले झरना। अनि अब अहिले फेरि ठ्याक्क आइपुगेर चाहिँ पानी पर्न थाल्यो। अघि पानी परेको थिएन, मुस्किलले आइयो गाइस। बाटोहरू बिग्रेर भत्किएको रहेछ। अनि अब तपाईँहरूलाई म झोर्ले झरना देखाउँछु। अब अहिले चाहिँ झोर्ले झरनामा आइपुगिसकेको छौँ। अनि अहिले पानी परेर चाहिँ गाइस हात उडेको अवस्था। फर्स्टचोटि आएको गाइस बब्बाल रहेछ। झोर्ले झरना गाइस बब्बाल रहेछ। अनि यो पुल हो। अनि म चाहिँ यसरी पुलमा चाहिँ छाता ओढेर यसरी भ्लग बनाउँदैछु गाइस। गाइस देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी झोर्ले झरनामा छौँ। पानी परेको अवस्था छ। अनि र पनि मान्छेहरू टनाटन आउनु भएको छ। तल देख्न सक्नुहुन्छ, यता मान्छे देख्न सक्नुहुन्छ, यता पर देख्न सक्नुहुन्छ। पानी परेर पनि यति धेरै मान्छेहरू छन् गाइस। घर जाने बेलामा पानी रहेको छ गाइस। अब घर गइयो, ब्लग बनाइँदैछ।